चाहिँ 5 यसमा बस्नुपर्छ बुझ्दै बस यिनीहरूसँग जान्छु ठिक छ यिनीहरूसँगै जान्छु त म चढ्यो केबल कारमा Wel, voor 2 hoog vind je dat op. Ik zie je nog een paar weken. 105 मा चढ्यो Oh my god कस्तो दामी छ नि बाहिर हेर त बाहिर हो भइगयो यो ब्याक क्यामेरा गरेर ल्याउँछु नि Kort wat aan staan. कस्तो दामी देखिन्छ नि Dat was dus te doen. दामी छ ठिक छ Oh my god अब चाहिँ बिस्तारै स्लो मोसनमा चल्दैछ हाम्रो चाहिँ 3 जना छ मेरो एउटा अङ्कल आन्टी हुनुहुन्छ देशको हुनुहुन्छ म हुनुहुन्छ म चाहिँ बोलेको छैन यस्तो दामी चलिरहेछ मस्त डाँडा काँडा कस्तो राम्रो छ रमाइलो छ मलाई सेल्फी निकालेर बनाउँछु ब्याक क्यामेराबाट यो हो नि त सिन भनेको by the cable car. Dus nu heb je het bij achter dat je niet ziet. Himalaya mountains. Oh my god. Goodness. Oh my goodness. -5 डिग्री छ अरे क्या माथि कति माथि जाने होला हामी Gewoon in Zante. यो डाँडा काँडा छ होइन तर यस्तो डाँडा काँडामा पनि पुरा 5G नेटवर्क चलिरहेछ क्या मतलब नेट भनेपछि होइन सब ठाउँ नेट चल्छ कि कुनै एउटा ठाउँ छैन त्यस्तो नेट नचल्ने क्या सब ठाउँ नेट चलिरहेछ यस्तो दामी तरिकाले 5G कुनै कुनै ठाउँमा हल्का चल्दैन नत्र त्यही पनि त्यस्तो ठाउँमा नत्र लगभग हुन्छ नि 0.1% कुनै ठाउँमा चलेन होला 0.001% तर सब ठाउँमा चलेको क्या नेट युकेमा चल्दैन बरु त्यति नेट त बरु कहीँ पनि चल्दैन होइन 0.1% मात्रै चल्छ त्यहाँ जानुभयो भने नेटै नचल्ने पुरा हिउँले ढाकेको छ पुरा कति माथि आइसक्यो तलबाट यति माथि आइसक्यो म अघि देखाएको थिएँ नि मैले पुरा अब चिसो हुन सुरु भएछ माथि आएबाट स्केटिङ खोल्नु गयो यस्तो दामी फोटो पिक्चर क्लिक गर्नुपर्छ नि Today morning it was rain, snowing. No, that's why all these leaves are full of snow. I'm monitoring this weather actually for last 7 to 8 days, and every day I was watching the webcam, and it was, you know. यस्तो दामी चाहिँ यहाँ चाहिँ गोरु गाउँछ एउटा अर्को ठाउँमा हो यो कस्तो दामी छ हेर न यो यो फेरि चढेर जाने हो कस्तो दामी छ यो हो हिउँ परेर माइनसमा छ भने चाहिँ माइनसमै साँच्चै माइनसमै रहेछ यो पानी चाहिँ यो स्टिक म चाहिँ राम्रोसँग देखाएको छैन ल हिउँ परिरहेछ हिउँ परेको नदेखेको यु वान्ट क्लिक फोटो ओके यसमा बसेर उता माथि पुगेर आउने एकचोटि सरर पारेर यस्तो दामी छ माई गोड जाडो चाहिँ जाडै छ यहाँदेखि पहाडमा जानु पर्यो पुरा सब इन्डियनहरूको फ्यामिलीसँग माथि जाने यहाँबाट सरर यो केबल कारमा चढेर सरर पारेर माथि जानुपर्छ मैले चाहिँ अर्को मोबाइल निकालेँ चाहिँ आइफोनमा चार्ज राखेको छु त्यहाँ राम्रै आउँदो रहेछ नि माथि जाँदैछौँ है बिस्तारै बिस्तारै यसो स्टोरेज छैन छ होला नि माथि त्यो टुप्पामा गएर आउनु चाहिँ मजा छ त oh my god
यो मैले अर्को मोबाइल निकालेँ माई गड यस्तो दामी छ नि तल ओहो हो हिउँ हेर त ओ माई गड आज पो घुम्न रमाइलो भयो त ओ माई गड कस्तो दामी छ अर्को मोबाइल निकालेँ यो भिडियो बनाउनलाई कस्तो 50 यसको प्राइस चाहिँ कति पर्यो भनेपछि 50 पाउन्ड 54 CHF लगभग 47 around or 50 pound because I have a switch pass so otherwise it's a 96 pound हिमालय पहाड चढाइ यस्तो दामी छ नि ओ माई गड यस्तो माथि पुगेको छ कति माथि -5 बाहिर गई जाडो हुन्छ घाम लाग्छ क्या यस्तो मजाले त्यही पनि आज त कस्तो मिठो घाम लाग्छ क्या ग्लेसियर केभ रहेछ यहाँ चाहिँ कता जाने यता ओभर दिस साइड यहाँबाट जानु केभ रहेछ यस्तो दामी रहेछ केभ कस्तो चिसो जाडो पो छ त यहाँ त ए हिउँको केभ रहेछ यहाँ त चिप्लिन्छ जस्तो छ त यहाँ त त्यो सिउँ रहेछ यहाँ त ए यो उसको केभ रहेछ यो के अरे बरफको के राखेको छ यहाँ त्यो बरफभित्र यो पग्लिन क्या के राखेको छैन यिनीहरूले त यहाँ -5 छ होइन -5 छ जस्तो छ त्यो त चार्जर त झन् छिटो सकिने होला त मलाई चिप्ल्यो भने त गयो फेरि यहाँ नि जाडो छ कस्तो योमा क्या तरिकाले लोटे नि अहिले म तर अरूलाई बचाउँदाखेरि आफू लोटेको है फेरि म अस्ति आफै मात्रै होइन ट्याक्कै त्यो अन्टी उ हुनुहुन्थ्यो नि त अनि त्यसपछि अन्टीलाई खस लाग्नु थियो अन्टीलाई थाम्नु भनेको कस्तो कस्तो त्यो अन्टी यति मोटो हुनुहुन्थ्यो क्या खस्न लाग्नुभएको थियो बचाउँछु भनेको त के बचाउनु सक्थ्यो त्यस्तो मोटो मान्छेलाई आफै खसेर सँगसँगै मारेर चिप्ले यस्तै खुट्टा पाटा भएर चिप्लिए आइस तरिकाले चिप्ले तर क्या दामी छ नि चिसो मौसम मोबाइलमा चार्ज सकिन लागेर नि अर्को मोबाइल निकालेको कि धन्न अर्को 2टा मोबाइल लिएर छु चार्ज नसकियोस् मोबाइलमा चार्ज राख्छु अर्को मोबाइलमा अहिले एकछिनमा फेरि यताबाट जाने रहेछ यो बाटोमा चार्ज राख्दै गर्छु या आइम ओके इट्स ओके यसैले बचाएको क्या मलाई उठाएको खसेर चाहिँ यो कुन भाषा बोल्छ नि थाहा छैन मलाई यसैले उठाएको हो क्या म खसेर यिनीहरूकै ग्रुपको एउटा आन्टी खस्नु भएको थियो क्या अनि त्यसपछि यिनीहरूको फोटो खिच्दै मैले ग्रुपमा यिनीहरूको फोटो खिच्दै अनि त्यसपछि अनि मेरो पनि फोटो खिच्दै थिएँ यस्तो दामी फोटो खिच्दाखेरि के भाषा बोल्ने पनि चाहिन्छ किन टर्कीबाट आएको पनि जस्तो लागिरहेको टर्की भाषा त्यही टर्कीको जस्तो आवाज लागिरहेको क्या यिनीहरूको सायद यिनीहरू सेफ भन्यो क्या त्यो मोटी अन्टे हुनुहुन्छ सेफ हुनुहुन्छ सायद सेफसँग फोटो खिच्यो भनेर भन्यो ढाड ठुन्निसक्यो हो त्यो हुन्छ नि चिसो -5 भनेपछि त -5 रहेछ चार्ज त पुरा एकदमै उवाला पावर ब्याङ्क चलाउनु पर्छ क्लिफ वाक भन्ने रहेछ यो ए सबै एसीमा पर्दो रहेछ क्या
सही हो नि यहाँ 51 पाउन्ड 50 पाउन्डमा यताबाट गएर यता निस्केर चाहिँ निस्के क्लिफ आएको रहेछ अनि ग्लेसियर क्याबे रहेछ त्यसपछि अब उताबाट फेरि माथि जानुपर्छ हात ठुन्नेर मेरा राता भइसक्यो यहाँ त -5मा यस्तो बोटले के तान्थ्यो होला त ल फेरि फिर्ता जानुपर्छ रिटर्न ठ्याक्कै बनाउँछु भिडियोहरू टपमा फोटो खिच्ने पो रहेछ त्यहाँ त हिउँ कस्तो मजाको घाममा चाहिँ यहाँ पो आउँछ होला त फोटो दामी ओ माइ गड यो पो त्यहाँबाट फोन खस्यो भने त सक्यो त अहिले त्यहाँ माथि के भाषा बोल्छन् बोल्छन् यिनीहरू त त्यहाँबाट आयो Continue. We can continue from both ways. Both is possible. यहाँ त फोटो दामी आउँछ होला होइन फोटो खिच्नु चाहिँ खिच्छु फोटो मम्मी खुट्टामा हेर न कति पातलो कपडा लगाएर आएको छु मान्छे चिसोले किन मर्छन् भनेको आज थाहा भयो के बा पाकिस्तान पाकिस्तान भन्छन् नि यहाँ त ए बा मलाई घर लैजाऊ मलाई घर लैजाऊ छिटो मम्मी टिटलिस टाउरी रहेछ तितलीको टाउरी छिटो हिँड न हात त पुरा हेर त के चर्किन लाग्यो क्या मेरो हात त कस्तो अर्कै भइसक्यो हात गल्टीमा हात हालेन गल्टी पनि छैन क्या किन पन्चा लगाएर आउँछन् मान्छे यस्तो चिसो पो रहेछ त्यहाँ त छिटो छिटो जाऊ आई नि भगवान् भगवान् हे भगवान् हे भगवान् हे भगवान् राधे राधे जमिसक्यो मेरो हात त घरको जान्छु अब म मेरो स्विजरल्यान्ड घुमाइसक्यो अब मलाई घर लैजाऊ प्रभु प्लिज स्विजरल्यान्ड यस्तो दामी छ मोबाइल चाहिँ नपाउँछस् खस्यो भने त फेरि सक्यो फोटो खिचेको देखेर त सब हेरे हेरे भन्दा जाडो भएन भन्छ जाडो भएको छैन जाडो त भएको छ नि त्यही पनि पोजको लागि त यसो गर्नु परिहाल्यो नि होइन टप अफ द माउन्ट प्लिज हो यो चाहिँ है माउन्ट नि त ठाउँ र त हिउँ परेर फोटो पनि खिच्न मिल्ने रहेछ त यहाँ मोबाइल चोटिलो फोटो खिच्न पठाउनु पऱ्यो कसैलाई सिप्ले भन्दा गयो त फेरि यहाँ त यस्तो जुत्ता लगाएर आउनुपर्छ क्या हिउँमा Can see this. पिछे चलचले मोबाइल नखोस् मोबाइल खस्यो भने त सत्यानाश पहाड के पीछे चलचले हम
एकचोटि यहीबाट जानुपर्ने रहेछ हो के गर्ने फेरि सानो छ त रातभरि यहीँ डुल्दा जति बेला गए पनि हुन्थ्यो फर्किनु पऱ्यो फटाफट एक्सक्युज मी थ्याङ्क यू सरी थ्याङ्क यू फटाफट जानु चाहिँ केबाट के दामी रहेछ हौ यो त हिजो त पुरा एक दिन पुरा हुन्छ नि यहीँ तल यहीँ बस्ने गरेर अनि माथि आउनुपर्छ कि यहाँ त त्यो घुम्ने ठाउँमा चाहिँ त्यो पैसा कभर यो टिकटले कभर गर्दैन त्यहाँ 12 पाउन्डमा लाग्दो रहेछ तर जान्थेँ तर के गर्ने ढिलो भइहाल्छ प्यारिसको टिकट नभएको भए त गइदिन्थेँ ठिक छ केही छैन चल्ता हे सब चिप्ले अहिले म चिप्लेको ठाउँ देखाउँछु है म अहिले यहाँ त सिमेन्टले बनाएको भित्र यस्तो माथि यो -5 डिग्री हुने ठाउँमा चाहिँ कति किलोमिटर होला मैले गुगलमा हेरेँ भने कति माथि छ यो थाहा भएन यस्तो राम्रो बनाएको अब म पछि एउटा कहानी सुनाउँछु क्या के भएको थियो अझै घुम्न आएको बेला भनेर के यता पो हुँदा कता जान थालेछ त म फेरि त्यो धक्केलेर जानुपर्छ अरे त अब चिप्लिने ठाउँ छ फेरि यहाँ त अघि त उठाउने मान्छे थियो अहिले त उठाउने मान्छे पनि छैन नि बिचरा म सरी Yeah. Okay. For the going upstairs. Going upstairs. Yeah, going to the. चिप्ले भन्दा सक्यो चिप्ले नचिप्ले गर्छु धन्न जुत्ता यो लगाएर आएँ हिल लगाएर आएको भए त मर्थ्यो नि त म त यहाँ त धन्न जुत्तै लगाएर आएछु म त बुद्धिपुर राइस आर्छु बुद्धिपुर राइस यहाँ कस्तो राम्रो बनाएको तितलिसको यो पुरा आइसको यो यही म अघि चिप्लेर लोटेको यसैमा बसिराख्नु थियो कहाँ जाने भिड छ त कतै उत्रिने बरु जाऊ अर्जु जाऊ ट्रेन छ This is the perfect place to take photos. चिप्ले भने त सकेखेरि हेर्दाखेरि नि चप्ल्याङ्गै क्या चोट लागेदेखि त चिसोमा चोट लागेपछि पो दुःख हुन्छ त चोट त लागे त के गर्नु त त्यो ढिलो भइरहेछ अब निस्किनुपर्छ भिडियो गुडिया राखेको छ कि यहाँभित्र डल राखेको छ तर यो आइसभित्र चाहिँ यो होइन ऊ यो के अरे यसको नाम के भन्छ नि लोखर के हो चिसो 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 मौसम छ तातो छ पानी यस्तै माथि त क्या चिसो थियो कसम म त ठुन्डेर मरिजान्छु जस्तो भयो थियो हौ एकछिन त मलाई त यहाँ पनि लास्ट चिसो छ नि पुरा चलो अर्छु अब जानु पऱ्यो नेक्स्ट टाइम पनि आउनुपर्छ दामी छ है म अब एकछिनपछि भिडियो Guarda, c'era la cosa con UK. There is all sorts of flags. Ma magari c'è anche Italia. Ci sono le bandiere sulle cose. Tutte le bandiere, sì. Io gatti qui, ma sono Ok, pensavo perché sono... Inghilterra. Non mi vedo saggio. No, non avevo capito cosa. कहानी सुनाउँछु पछि Ho gli ucchini. Sinone, abbiamo visto l'attimo prima. Strada, ma... बसेको केटा छ नि कहानी सुनाउँछ Oh, ma avete visto Che fune che c'è. Mamma mia, è quello del mio braccio. Come sta accendendo? Dai, più piccolino. Il braccio. La bandiera इङ्ग्लिसको झन्डा Dell'Ikea? La Svezia, la Svezia. Dell'Ikea. Ikea. Troppo
तल तल जानुपर्छ Cosa pensi quando vedi la bandiera svedese?